नमस्कार, हाम्रो च्यानलमा तपाईलाई स्वागत छ। आज हामीले हाम्रो समाजको एउटा वास्तविकता, धेरै घटिरहने घटनाहरू मध्येको एउटा घटनालाई कथाको रूपमा लिएर आएका छौं। एकदमै सन्देशमूलक र एकदमै मन छुने प्रेमले भरिएको कथा छ यो। हामीलाई विश्वास छ यो कथा तपाईलाई पनि मन पर्ने छ र यो कथाबाट पनि तपाईले एकदमै धेरै कुराहरू सिक्नुहुनेछ र तपाईको जीवनमा यसले केही न केही सकारात्मक प्रभाव पक्कै पनि पार्नेछ। यो कथा कसैको जीवनको भोगाईलाई कथामा उतारेर सङ्गीत कुँवरले लेख्नु भएको हो र यो कथाले हाम्रो मनमा केही न केही सकारात्मकता दिन्छ भन्ने विश्वासको साथमा हामीले यो कथा लिएर आएका छौं। कृपया कथा पुरै सुन्नुहोला। तपाईलाई मन पर्यो भनेदेखि शेयर गर्नुहोला, किनकि यस्ता घटना, यस्ता परिवेश, यस्ता प्रेम हाम्रो समाजमा एकदमै धेरै बढिरहेका छन् र यस्तो खाले परिवेशलाई बेलैमा सम्हाल्न नसक्दा निम्त्याउन सक्ने घटना, परिघटनाहरू चाहिँ हामीले कति धेरै देखिरहेका छौं। त्यसैले पनि यो कथा धेरैभन्दा धेरैले सुन्न जरुरी छ जस्तो हामीलाई लाग्छ र कथा मन पर्यो भनेदेखि लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। तपाईको हरेक लाइक र कमेन्ट हाम्रो लागि एकदमै महत्त्वपूर्ण छन् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि पनि भन्छु, कथालाई पुरै सुन्नुहोला र आफ्नो मनमा लागेको कुरा कमेन्ट बक्समा लेख्नुहोला। र यदि तपाईँ आफ्नो भोगाई हामीसँग बाँड्न चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई हाम्रो इमेल आइडी अथवा हाम्रो फेसबुक, इन्स्टाग्राममा आफ्नो भोगाई पठाउन सक्नुहुन्छ। तपाईले लेख्नुभएका कथा, उपन्यास पठाउन सक्नुहुनेछ। आजलाई चाहिँ सुरु गरौँ। एउटा सत्य घटनामा आधारित भोगाई। श्रीमान परदेशीय पछिको एउटा महिलाले भोगेको भोगाई, प्रेम र त्यो प्रेमले निम्त्याएको परिघटनाको कथा। 3 वर्ष बितिसकेछ श्रीमान परदेश जानु भएको पनि। सानो परिवारमा दोलखा जिल्लामा जन्मेकी म सुस्मिता मगर। मेरो विवाह भएको करिब 5 वर्ष हुन लाग्यो। मेरो विवाह काभ्रेको कोसीबारीको एक सानो गाउँमा भएको थियो। मेरो श्रीमान एक्लो छोरो हुनुहुन्थ्यो। सानो परिवार, एउटा नन्द, सासू ससुरा मात्र हुनुहुन्थ्यो। सानो परिवार, मध्यम वर्गका परिवार, जसो तसो खाना लाउन पुग्थ्यो नै। हाम्रो भर्खरै विवाह भएको थियो।